So hello and good morning, hi guys, welcome to Mizama Vlogs. Happy Dasai to you. So hello and good morning, hi guys, welcome to Mizama Vlogs. Happy Dasai to you. अब यो फेरि बोल्न थालियो यहाँबाट राइट रे. So we are picking up an old friend, कस्तुबिनको old friend जो चाहिँ दसैँमा के अरे दसैँमा रे जापानमा सँगै थियो भन्न लागेको दसैँ रे के. सो बिहानको कति बजेको छ भन्दा 5 बजिसकेको छ अहिले. हामी 4 बजे निक्ले जस्तो लागेको थियो. 4:30 बजे हो हैन. उठ्न चाहिँ 4 बजे उठ्या हो. धेरै बजे 4 बजे उठ्यो. अब बाटो खत्तम छ भन्ने सुनिया छ. मुगलिन यताउता पुरै जाम यहाँ पहिरो भएर गएर. आकाश क्या सफा जग्गा क्रिस्टल क्लियर छ क्या अहिले त. ध्रुव तारा पनि छ. So we are finally here भन्नाले अब दाइको साथीको घर आइपुग्यौँ. सामको घर आइपुग्यौँ. He is getting ready and we are waiting. कस्तो जाम हो कि हो यस्तो बिहानदेखि यार. मामा आइसक्यो. मामा रिसमा हुनुहुन्छ किन हो बिहानदेखि रिसमा भइहाल्दैन. यस्तो म्यानेज गर्नु परेपछि दिदी एकछिन कुर्नु भयो नि. कुरिहाल्यो नि. हामी त्यही गरौँ है त साटो बाटो. भयो. This is the biggest jam till now. आधी घण्टा भयो जाममा बसेको and it's slowly moving. अलिअलि गर्दै बिस्तारै गुडिया जस्तो फिलिङ्स आइरहेछ हामीलाई. फिलिङ्स ल होप सो चाँडै पुगोस्. अलिक खाना खानु पऱ्यो. भोक लाग्यो अलिअलि. इट्स टाइम 10:30-11 बजिसक्यो. फ्रस्ट्रेसन हे बसेर एउटा गाडी बिग्रेर यत्रो जाम भएको रहेछ. अझै हामीले जाम क्रस भयो. अब चाहिँ जाम क्रस गऱ्यौँ हामीले. होपफुल्ली अब राम्ररी जान्छ. गुड्छ मजाले. एउटा सानो त होइन ठुलो गाडी ठुलो गाडी तर जे होस् त्यति एउटा गाडीले यत्रो अड्काउँछ भन्ने होइन ल. 5 मिनटको बाटो एउटा गाडीले त यत्रो सानो गाडीले त यत्रो अड्काउँछ भने पहिरोले के गर्ला सोच्नुहोस्. दसैँको बेला कोरिन्डर पुगेको 10:58. फाइनली मुगलिन झऱ्यो है. 5.5 घन्टा लाग्यो यहाँसम्म आइपुग्नलाई. 5.5 घन्टा ड्राइभ जस्तो लाग्यो होइन. एक्सिडेन्ट भइरहेको कसम हेभी ट्रकले कारलाई हानेर रहेछ. त्यही भएर नि ब्लक भइरहेको होइन. मलाई त्यो लाग्यो. अब गर्मी यस्तो गर्मी त छैन होइन. तर गर्मी छ. जाम चाहिँ वाइल्ड जाम छ यार. यतापट्टि कस्तो छ होला नारायणगढ जाने बाटो झन्. यहाँबाट चाहिँ पुरै ओपन छ. यहाँबाट सक्यो बाटो जाम. Finally someone let me out of my cave. यहाँनिर गएर खाना खाने हो त. आयो है भात आयो. खाए त मासु भात गड्याम सामान निकाल्दै छ भर्खरै. पिरामिड हो होइन. खासमा चाहिँ इजिप्टको पिरामिड भन्दा पनि पुरानो पिरामिड चाहिँ यो हो. जे पाइदै पनि यसमा चाहिँ हाम्रो राजा रामको अस्थि पञ्जरहरू छ. को राजा राम? को राजा राम? राजा पौडेल? राम सीता. ए
Prabhu Ram. Raja Ram. Jai Shri Ram. So it's 1:34 and we're here at Pokhara. Pokhara pugyo balai. We're gonna stay at Hotel Heaven. Happy to say. Hello, we're going to. It's like के भन्छ brother यो गर्नेलाई चाहिँ के भन्छ यहाँ दुईटा कुरामा छ प्याडलिङ रे मैले चाहिँ के भन्ने थिएँ मैले स्ट्यान्ड अप प्याडलिङ ओके ल मेरो चाहिँ अर्को कायाकिङ भन्ने थियो हैन मिस्टेक अहिले चाहिँ दामी छ ल Get excited. यो दाइ कस्तो हो दाइ हाइट मोबाइलमा खायो Good morning from Pokhara. Happy to say? So welcome to Pokhara. Pokhara ko bihanko breakfast and morning weather. Ready to check out. Heaven of Ganga. किन भन्दाखेरि ओनरको आमाको नाम गंगा. She is now in heaven. Heaven of Ganga. Safe place. Ganga is in safe place भन्ने छ हैन? त्यही मिनिङ छ. Ganga mom is in safe place. पोखरामा पनि यस्तो रहेछ है गाइज ल दामी रहेछ प्लेस चाहिँ सो here at Fazant Resort जसले चाहिँ आफैले नेचुरल स्विमिङ पुल बनाइदिएको छ nice done. किन बस्छ फेरि जाउँ त्यस्तो पनि हुन्छ यार जाउँ यही बाटो चढेर जानुपर्ने हो हामी सकिन्छ त अनि चिप्लिँदैन कहाँ चिप्लिन्छ भिजा छैन नि है After 20-30 minutes of hike we reached to जलजला झरना which is अलिकति अब माथि हेर हामीलाई हेर पसिना भएर दुःख पाउन झर्नामा आएको छ जलजले झरना हामी फर्किने बेला भयो ओहो चिसो यार अब त माया मार्थ्यो त्यो जुत्ताको पनि के लिएर जाने हो हाम्रो चाहिँ यहाँको जलजलेको चाहिँ ट्रिप सकेको छ वी आर रिटर्निङ सो बाई बाई जलजले
अलिक पानी धेरै परेर त्यो पनि ठुलै हुन्छ होला हैन नै सुक्छ अहिले ठुलो पानी परेर पानी नपरेर ठुलो छ पानी परिरहेको छ सुक्छ परिरहेको छ त्यही भएर यतिको होला कस्तो तातो क्या हाइट पोल्ने ढुङ्गाइ पोल्ने आच स्टिप त स्टिप छ है गाइस खाउँला पिउँला कहाँबाट ल्याउँला Happy Dasai. Finally coming to an end of Pokhara trip. We are returning back to home. कहिले 5:30 भयो. बाई पोखरा 2 दिन चाहिँ रमाइलो गर्यो म त 3 दिन रमाइलो गर्यो आज फुलबारी भयो है भाइ तपाईँ हुन त फेरि टिकाको दिन पछि सकिहाल्यो नि त सो दसैँ सुरु भयो आजबाट अफिसियल्ली फुलपाती आज टिकाको दिन पछि चाहिँ अलिकति त्यही कलरको गाडी आयो जो चाहिँ राम्रो हो नि अब काठमाडौँ 64 किलोमिटर्स वाइट वाइट हो तर लगाएपछि ब्ल्याक हुन्छ होइन वाइटै हुन्छ ब्ल्याक मान्छे पनि वाइट हुन्छ ब्राउन हुन्छ ब्राउन गोर्खाबाट फुलपाती काठमाडौँ पुगेको छ है त गाइस